छोडेर पुरै नगर्नु, पानी परेर अस्ति भएको थियो नि त। अनि त्यही भएर चाहिँ बनाइराखेको थिएन होइन। अब अहिले चाहिँ रेडीसेडी भएर नै बनाएँ। हिजो साँझ चाहिँ कामबाट आइहालेको थिएँ म। अनि अब रेडीसेडी भएर अब उता जान्छु सोचेको थिएँ, के भन्छ हलमै जान्छु सोचेको थिएँ। अनि हलमा चाहिँ पुग्यो भन्नु मैले चाहिँ रेडीसेडी भएको छैन, छिटो आइज मेरो ठाउँ, अनि यताबाट रेडी भएर जाम्ला भन्नुभयो। अनि त्यहाँ चाहिँ बिना रोक्देखि मैले म अटो लिएर चाहिँ को घर जाँदैछु। लेट्सको के गर्दै हुनुहुन्छ उता रेडीसेडी गरेर त्यसपछि यता आएको भिडियो चाहिँ म बनाउँछु। हामीहरू चाहिँ अहिले ट्याक्क भएर जाँदैछु हलमा। हाई गर, हाई दिदी। अनि अहिले चाहिँ होइन खुब पनि सँगै हुनुहुन्थ्यो। पानी यति छ बाहिर, माई गॉड, पुरै नगर्नु होइन, लास्टै छ पानी। अनि त्यही भएर चाहिँ फुपू पनि अर्को आन्टीलाई कसैलाई लिनु जानु लाग्नु भएको छ कि। अनि त्यही भएर चाहिँ फुपू अहिले दिदी र म दुइटा जनी फुपूको घरदेखि निस्केर लुगासुगा यिनीहरूले त लुगासुगा पनि केही लगाएको थिएन। अनि लुगासुगा लगाएर सेटफुट गरेर अनि अहिले हामीहरू जाँदैछौँ हलमा। यति धेरै पानी छ मिराकोमा, पुरै नगर्नु। अनि यहाँदेखि हलमा जान्छु, फुपू अर्को आन्टीलाई लिनु जानु लाग्नु भएको छ। त्यहाँदेखि अहिले हलमा गएपछि अनि के कस्तो भन्ने कुरा चाहिँ देखाउँछु। अहिलेको लागि चाहिँ यति नै। अब चाहिँ हामीहरू पुग्छु 2 मिनटमा है। अनि त्यहाँ अहिले चाहिँ हाम्रो केही न केही बिग्रिनुपर्छ भन्ने लेख्या हुन्छ कि, त्यही भएर यहाँ अटो पनि पेन्चर भएर ट्याक्क अहिले बसिरहेको छ। हामीहरू 2 मिनट भयो, अब 2 मिनट छ हामीलाई उता पुग्नलाई। अनि टायर पेन्चर भएर बसिरहेको छु। केही न केही त खराब हुनैपर्छ, या त लुगा लगाउनमा लेट हुन्छ, या त के भन्छ यो उ गर्न केही न केही कारणले लेट हुनैपर्छ कि। यहाँ पानी हेर्नु कस्तो छ, माई गॉड, मिना रोडमा। अनि अघि आउँदाखेरि चाहिँ त्यति थिएन होइन, अहिले चाहिँ लास्ट परिरहेको छ। केही हिरो हिरोइनलाई देख्नु, आफूलाई हिँड्न यो गर्न सबै ठिकै भइहाल्यो। अनि अब यहाँदेखि चाहिँ अहिले जाँदैछु उता होइन। अब कस्तो के हुन्छ थाहा छैन। मम्मीलाई पनि आउनु भनेको थिएँ, मम्मीको त अब भरोसा छैन आउने नआउने। त्यो कस्तो पानी पनि धेरै परेर खानु त, त्यही भएर चाहिँ अब केही चिज छैन। अब पछि यहाँदेखि नै जान्छु। कति बजीसम्म दिदी? 7 बजी। अहिले बिहान 11 बजीदेखि 7 बजीसम्म भनेको थियो। हाम्रो 2 बजी हाल्यो। अब के 7 बज्छ, 7-5 बजी हुँदैन, निक्लिहाल्छन् कि। त्यहाँ पनि त्यस्तो हुन्छ। अब के कस्तो हुन्छ पानीको लागि हो। पानी परेर खानु त, पानी लास्टै परेर आएको पुरै नगर्नु। यति पानी आइरहेको थियो बाहिरदेखि, लुगा कपडा भिगेर पुरै नगर्नु यहाँ। अनि त्यस्तो भइरहेको पानीको भिगेको लुगाहरू सबै भिगिहाल्यो कि। साडी लगाएर हिरोइन बनेर आएको थियो। यहाँ साडी पनि म त घरदेखि नै लगाएर आएको थिएँ। पसिना हेर्नु, पसिना अवस्था नै। अनि त्यस्तो हो, म त घरदेखि नै लगाएर आएको थिएँ। यहाँ लेट हुनसक्छ भनेर चाहिँ घरदेखि आएँ। घरदेखि आउँदाखेरि पनि पहिला पानी लास्टै परेर चाहिँ सान्दाजुसमा। अनि त्यहाँदेखि स्टेसनदेखि ट्रेनमा चढिसकेपछि चाहिँ पानी बन्द भयो कि। अन्त फेरि उत्रेँ यता, अनि फेरि पानी आयो त्यस्तो। अनि अब यता आए त यिनीहरू त सबै त्यस्तै बसेको थिएँ। लुगा पनि लगाएको थिएनन्, साडी पनि लगाएको थिएनन्। अब यहीँ आएर सबै लगाएर होइन, यिनीहरूको साडी पनि लगाएँ। मभन्दा चाहिँ होइन 2 छोरा भएकी छ मेरो दिदी होइन। 2 छोरा भएर टक्क यति ठुली भएर तै पनि साडी लगाउन आउँदैन। अनि यो माला अज्लेको थियो होइन, नबन्नु भन्दा घचघच गरेर राखिसकेँ। अनि माला अज्लेको होइन, माला पनि सपाएर खान चाहिँ यति पनि अक्कल छैन तेरो काम गर्न। यो बेजुत के भयो भने त ओए सरी है गरेर म दिदीलाई तँ भन्छु। नराम्रो लाग्दैन नि दिदी? अरू मान्छेलाई त नराम्रो लाग्ला नि त, अरूलाई त नराम्रो लाग्ला। तर सबैले सर्नु है, म त तँ नै भन्छु दिदी होइन। अब आफ्ना गाउँमा पहिलेदेखि अब दिदी दिदी भनेर थियो नि त, अब त्यही भएर अब तुई भन्ने आइजाँदो कि तिमी हजुर तपाईँ भन्न आउँदैन। त्यो अब टाढाकी दिदी भए पनि हजुर तपाईँ भन्न आउँछ। अनि दिदीलाई र बहिनीलाई कहिले पनि तिमी तपाईँ भन्न चाहिँ जानिएन। अरू मान्छे क्या भन्नु दिदीलाई तँ भने तिमी अरू मान्छे पनि त्यहाँ भन्नु त्यो त हो होइन। मेरा सब्सक्राइबरहरू झेलिहाल्छन् यस्तै यसको बानी भने थाहा भइहाल्छ होइन। अनि त्यही भएर चाहिँ म यस्तै हो मेरो बोल्ने चाहिँ। अब के गर्नु होइन, आफ्नो गाउँमा भयो कि पहिलादेखि। अनि दिदी पनि हजुर तपाईँ पनि कसरी भन्नु, बचपनदेखि देखेँ कि। अब न थोरै पछि देखेको भए पनि औ दिदी हो हजुर तपाईँ भन्नु, त्यो त मेरो आइहाल्छ। होइन अरू मान्छे कौन 4 लोग कौन आगे वाले कौन है, मैं नहीं से पहचानती।
जो चल रहा है वही करो भाई, आगे का नहीं सोचने का, है ना। तो आगे वाले लोग क्या बोलते और क्या सोचते नहीं फर्क पड़ना चाहिए, और मेरे को पड़ता भी नहीं है पहली बात तो ठीक है। अभी हम लोग अभी बैठे, पेंसिल वाला भैया कब तक आएगा, ऑटो वाला हम लोग हो जाएगा। वैसे तो लेट हो गया ना इतना, और वो त्यहाँबाट हिन्दी पनि बोल्दा छ हामीहरू होइन, हिन्दी पनि बोल्ने आदत छ होइन। अनि अहिले त आएको छैन, अनि पानी चाहिँ पुरै नगर्नु, पानी भरेर जस्तो छ। अब उता गएपछि चाहिँ हामीहरू देखाउँछौँ के हो कस्तो के चल रहेछ भन्ने कुरा चाहिँ उता देखाउँछ। बारिसको टाइम पनि हो होइन, बारिस नआउने भन्ने पनि त्यस्तो पनि केही छैन। अनि त्यो त सोध्नु नि त्यसलाई कतिखेर आउने त्यो गर्ने भने। अनि यो त टिकटक बनाइदियो मेरो भनेर पछाडि परेको छ क्या। अब यसको टिकटक बनाइदिन्छु गाई, एकछिनपछि हजुरलाई मेसेज गर्छु। खाच्याङ खुचुङ गरेर आएको छ अघिदेखि गरेर भनेर, अब गराइदिन्छु। मान्छे पनि खिसी काट्दा गएर टिकटक नगराउनु भने बाफ्रे, त्यो त यो जमाना कि आइमायो होइन। म चाहिँ आजकल जमाना मेरो जमाना मान्छे सधैँ अरू यसो भन्दा किन भन्नु पऱ्यो भने त भन्नु नि त। अब थाहा छैन त, आफूलाई थाहा नभएको कुरा अरूलाई सोध्नमा केही प्रब्लम हुन्छ भने। ल गाइस, म यसको टिकटक बनाइदिन्छु, त्यसपछि चाहिँ म फेरि कन्टिन्यू गर्छु भिडियोलाई चाहिँ। आसन ग्रहण कार्यक्रममा जोड्न चाहन्छौँ। त्यसैगरी अतिथि आसन ग्रहण गरिदिन। प्रवासी नेपाली सम्पर्क भारतका राष्ट्रिय समिति महामन्त्री आदरणीय व्यक्तिले हार्दिक अनुरोध। अहिले अब मैले त अगाडि चालु नै गरेँ किन, अनि अहिले चाहिँ चालु भयो होइन। हामीहरूको आवाज सुनिन चाहिँ मुस्किलै हुनसक्छ। यसैगरी अतिथि आसन ग्रहण पनि धेरै नै छन् होइन, मान्छे नै धेरै छन्, पहिलेका जस्तो छैन। अनि अहिले चाहिँ यतै छौँ हामीहरू चाहिँ होइन। सबैजनाले आत्महत्या गर्नु होला, यो खुसीको माहौल, यो एकदम यो गौरवको क्षण, यो हाम्रो लागि हाम्रा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, प्रतिनिधि सभा सदस्य, आदरणीय व्यक्तित्व जो कवि पनि हुनुहुन्छ, आदरणीय व्यक्तित्वलाई तपाईँ हामीले यो हाम्रो कर्मभूमिमा सम्मान गर्न पाइरहेका छौँ। यो अवसरको लागि हामी सबैजनालाई धन्यवाद दिन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, माननीय श्री बग्लेदाई जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, प्रवासी नेपाली सम्पर्क मन्त्री भारत जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, माननीय श्री बग्लेदाई जिन्दाबाद। ल यहाँहरू सबैजनाले जोरदार उठेर एकछिन फेरि ताली बजाएर स्वागत गरिदिनु राम्रो सबैजनाले ताली बजाइदिनु होला। दिदीबहिनीहरू हात ताली बजाएर है। आदरणीय व्यक्तित्वलाई हामीले सम्मान गर्न पाएका छौँ। हामीले चाहिँ यो गाउँ बनाउन पाएका छौँ। यसका लागि हामीले गरेको निमन्त्रणालाई स्वीकार गर्दै हाम्रो कर्मभूमिसम्म पुगेर हामीलाई सम्बोधन गर्दै हुनुहुन्छ। यो खुसीको माहौल, यो छेड पनि एकदमै कभर गरेर चाहिँ हामीले चाहिँ भिडियो बनाउन सक्नुहुनेछ भन्ने आशा राखेको छु। अगाडि चाहिँ होइन, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। अनि पनि पछाडिबाट चाहिँ छोडिम दाई हाय हाय, मान्छे छोडिम दाई हाय हाय, आवाज नसुन्न पनि सक्छ नि त। रवि दाई हाय हाय, छोडिम दाई हाय हाय, नेपालको नै कलाकार आएर अनि मान्छेहरू पनि यस्तो धेरै भेट्छ नि, कुरै नगर्नु होइन। रवि लामिछाने जिन्दाबाद, छोडिम ढोक्ले जिन्दाबाद, प्रवासी नेपाली सम्पर्क मन्त्री जिन्दाबाद, मलाई चाहिँ भगवानले सानी बनाएर प्रवासी नेपाली कसैलाई देखिन सम्पर्क भने भारत देखिन, जिन्दाबाद, छोडिम दाई आवाजै जिन्दाबाद, नसुन्न सक्छ है। अनि अलिक सानी भएर अगाडि देखिन पनि गाह्रो भइरहेको रवि लामिछाने जिन्दाबाद। यो माहौलको लागि, यो स्वागतको लागि यहाँहरूलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। जुन हाम्रो विशिष्ट अतिथि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर हाम्रो कर्मभूमिसम्म हामीलाई सम्बोधन गर्न आइदिनु भयो। हाम्रा आजका प्रमुख अतिथि एकैछिनपछि आसन ग्रहण गराउने नै छौँ। उहाँहरूबाट पछि हामी सम्बोधन गरिसकेछौँ। त्यो सम्मका लागि यहाँहरू कृपया अब शान्तिपूर्ण तरिकाले बसिदिनु भने म हार्दिक अनुरोध। Let's go.
अवस्था यो व्यवस्था हामीले नेपालको व्यवस्थालाई परिवर्तन गर्नको लागि पनि हामी युवाहरू जाग्नै पर्छ। युवा धन्यवाद। महाराष्ट्र राज्य इन्चार्ज आदरणीय व्यक्तित्व केशव खजौडाज्यू, यहाँको योगदान धेरै ठुलो रहेको छ। मैले स्वयं म पनि यो कार्यक्रमको व्यवस्थापकको रूपमा काम गरिरहँदा भाषण भइरहेछ अनि हामीहरू चाहिँ आफ्नो घरमा टिकटक भिडियो बनाइरहेको छौँ हामी यतिको चाहिँ हुनुपर्छ है। अगाडि आफ्नो धुनमा भाषण बोक्दै हुनुहुन्छ होइन, अनि हामीले चाहिँ पछाडि आफ्नो घरमा टिकटक भिडियो बनाउँदैछौँ। हेलो एभ्रिवान, अहिले चाहिँ नेक्स्ट मर्निङ भइसक्यो होइन। हिजो मैले भ्लग बनाएको थिएँ उता बिरालोड गएको, अनि त्यो भ्लग चाहिँ मैले एड नै गरेको थिएन कि किनभने चाहिँ उतादेखि आएँ ताकेँ होइन, मेरो त खुट्टा पनि दुख्न लागेको छ कि नगए पनि हुन्थ्यो भन्ने जस्तो भयो कि राम्रो पनि लागेन अनि राम्रो पनि केही लागेन क्या उता गएर। मैले त केही सोचेँ अब डेक्सेक लगाएपछि डान्स पनि गर्नुलाई त्यो कार्यक्रम मात्र भएर केही गर्ने पनि मनै भएन कि त्यस्तो भइदियो। अनि त्यहाँदेखि घरमा आएँ, अनि घरमा आएपछि चाहिँ मजाले बस्यौँ, अनि 5-10 मिनट बसेँ। खुट्टा लास्टै थाकेको थियो कि भोक पनि कस्तो होइन। बिहान चाहिँ अब मलाई त कस्तो भने चाहिँ कुनै ठाउँमा जानु छ भनेपछि खानै नखाने कि जानु छ भन्दा चाहिँ खुसी हुने यो छ कि मेरो बानी चाहिँ। अनि फुपूले भन्नुभएको थियो खाना खाएर जा भन्नुभएको थियो बिहान चाहिँ। अनि मैले खाना चाहिँ नखाएर नै गइदिएँ कि थोरै हातचाल हालेँ, मिचमाच गरेँ, त्यसपछि साइड दिएँ। खाने मन लाग्यो मलाई चाहिँ घरमै जानु थियो के कस्तो भन्ने कुरा चाहिँ सोधपुछ नै गर्नु थियो कि, अनि त्यही भएर चाहिँ खाना नखाएर गइदिएँ। अनि त्यहाँ गइसकेपछि त पछि बिचमा चाहिँ मलाई भोकले पुरै चक्कर आउने जस्तो भइहाल्यो। अनि फुपूलाई भन्दै थिएँ कि मलाई भोक लाग्यो भनेर, अनि गइजाऊ भन्दै पनि कमसेकम 6-7 बजे लाग्यो क्या, उतै लेट भइहाल्यो। अनि त्यहाँबाट आएपछि घरमा फटाफट आइसकेपछि अनि बाटोमा फ्र्याङ्की लिएँ, अनि त्यहाँदेखि पछि घरमा गएर फ्र्याङ्की खाएँ। थोरै होस मतलब यस्तो भयो कि ओ माई गड मेरो होस आयो जस्तो लाग्यो कि मलाई चाहिँ। अनि त्यसपछि फ्र्याङ्की खाएँ, अनि बसेँ 10-15 मिनट रेस्ट गरेँ। त्यसपछि खाना बनाउनुतिर लागेँ। म घरमा आएर पनि अब थाक लागेर सुतु भन्ने जस्तो पनि थिएन, अब खाना बनाउनु पर्ने थियो। खानासाना बनाएँ, अनि खानासाना बनाइसकेपछि भिडियो एन्ड गर्न नै बिर्सेँ कि अब 10-11 बजेको टाइममा चाहिँ मलाई याद आयो होइन। अब त्यतिखेर के बनाउनु लेटाइ थियो पल्टाइ थियो, त्यतिखेर के बनाउनु जस्तो भएर बनाउनै बिर्सेँ कि। अनि अहिले चाहिँ बिहान काममा आएछु त, अनि काममा आएर याद आयो कि मलाई भिडियो त एन्ड नै गरेर नै रहेछु, अब यो गर्नुपर्छ ल भनेर चाहिँ बिहानदेखि कामसाम गरेँ। बच्चाको लुगासुगा धोएँ, बच्चा चाहिँ स्कुल पठाएँ, नास्ता त खिलाएँ। बिहान आएर पनि अहिले बच्चा चाहिँ स्कुलमा गएर चाहिँ अहिले म फ्री भएर बसेको छु। अनि त्यही भएर चाहिँ अहिले चाहिँ म भ्लगलाई एन्ड गर्दैछु है। हिजो जति नै थाक लागेर जस्तो भए पनि एक दिनको छुट्टी लिएर गएको हुन्छौँ, जति नै थाक लागे पनि पछिल्लो दिनमा आएर चाहिँ काम गर्नै पर्छ है। काम नगरेर हुन्न। अन्त त्यही हो मेरो पनि हिजो गएँ उता, अनि साँझ यस्तो खुट्टा भएको थियो। आफ्नो नगरेको भयो त आफ्नो घरमा भयो त सोचेर आएको के जानु के गर्नु भन्ने जस्तो हुन्छ। तर त्यो चाहिँ मलाई पनि लाग्दैन होइन, काम चाहिँ गर्नैपर्छ, मेहनत चाहिँ गर्नुपर्छ भन्ने चाहिँ लाग्छ। अनि त्यही भएर बिहान 6:30-7 बजी उठेर मम्मी पनि काममा गइहाल्नु भयो। थाक त सबैलाई लागेको थियो, मम्मी ड्याडीलाई पनि लागेको थियो। ड्याडी पनि बिहान काममा गइहाल्नु भयो, मम्मी पनि गइहाल्नु भयो, अनि भाइ पनि स्कुल गइहाल्यो। अनि त्यसपछि म पनि काममा आइहालेँ आफ्नो।
अनि अहिले चाहिँ अब काममै छु। अब एकछिनमा बेबी आउँछ होइन, यहाँभित्र त अब यस्तरी भिडियो सिडियो चाहिँ म बनाउनु होइन, अहिले भिडियो मेरो भ्लगलाई एन्ड गर्नु थियो नि त, त्यही भएर मात्र बनाएको हुँ। अब यति नै हो। हजुरहरूको माया सपोर्ट धेरै रहिरहोस् अनि भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। अनि सबैलाई मेरो तर्फबाट पनि धेरै माया छ। अनि यति नै भन्न चाहन्छु। अहिलेको लागि चाहिँ बाई बाई।